नेपालमा राज संस्था गएको छैन। कसरी गएको छैन? राज संस्था जाने आधार के हो? कुनै पनि शासन राज संस्था भन्ने कुनै पनि शासन प्रणाली व्यवस्था जाने प्रक्रिया के हुन सक्छ? 62-63 को जनआन्दोलन भयो, त्यसपछि चाहिँ राजाले नै स्वयं सत्ता सुम्पिनु भयो, गएको हैन? 62-63 को जनआन्दोलन भन्ने तपाई कसरी भन्न सक्नुहुन्छ? तमाम लाखौं जनता उठेका थिए, सात दल नै उठेको थियो भनेका थिए। मान्छे मर्दैमा मान्छे मार्दैमा जनआन्दोलन हुन्छ भने, मान्छे मर्दैमा मान्छे मार्दैमा जनआन्दोलन हुन्छ भने केका लागि हुन्छ त्यो? सुशासनका लागि, समृद्धिका लागि, विकासका लागि हैन र? अनि न सुशासन भएको छ, न समृद्धि भएको छ, न विकास भएको छ, कुनै पनि भएको छैन भने यो त हत्याराहरूको जनताको हत्या गरेर राज संस्थालाई विभिन्न खालका आरोप प्रत्यारोप लगाएर राज संस्थाका नाममा अपवाद फैलाएर आफू सत्तामा जाने सिडी मात्र नेपालमा भएको छ। राज संस्थाको अन्त्य भएको छैन। एउटा विधिवत रूपबाट राज संस्थालाई अन्त्य गरेको भए या जनमत संग्रह हुन्थ्यो या कुनै अन्य विकल्प हुन्थ्यो। अनि आज गणतन्त्र धुमधामका साथ मनाइरहेका छन् के यो गणतन्त्र आएको हैन र? हैन, अनि यो 17,000 को हत्यारा देशलाई लुट्ने लुटेराहरूको, जनतालाई बेच्ने दलालहरूको, सामन्तहरूले जनताको आँखामा पट्टी बाँधेर ल्याएको व्यवस्थाका झोलेहरूको यो गणतन्त्र दिवस हो। त्यसो भए हामी कहाँको नागरिक हो त? के हाम्रो अधिकार छैन? हामी त चुपचाप लागेर हेरिरहेका छौँ। राज संस्थाले राम्रो गरे वा गरेन, नेपाली जनताले त्यसको अनुभूति गर्न पाओस् भनेर बसिरहेका छौँ। अब बेला भयो, त्यो गणतन्त्र नाम नेपालीका लागि अभाव सिद्ध भइसक्यो। आज तपाईँ गणतन्त्रवादी नेताहरूलाई के भन्न चाहन्छ? हिजो राजाले जस्तो जनमत संग्रह गर्न यिनीहरूसँग दम छैन। यिनीहरू हत्यारा, आफू हत्याराहरू भएर अरूलाई हत्याको आरोप लगाएर सिडी चढेका हुन्। त्यसैले सम्भव छैन। हामी गणतन्त्र मान्दैनौँ। यो गणतन्त्र नेपालमा आएको छैन। संवैधानिक राज संस्था, बहुदलीय प्रजातन्त्र, हिन्दू सनातन सापस्य राष्ट्र हामी स्थापना गर्न चाहन्छौँ। एकात्मक शासन प्रणाली व्यवस्था चाहन्छौँ। यो संहिताको खारिजी गर्न चाहन्छौँ। हिजो केपी शर्मा ओलीले नै भन्नुभयो गणतन्त्र जस्तो उच्च व्यवस्था यो दुनियाँमा अरू केही पनि छैन भन्नुभयो। राजा त्यो केपी शर्मा ओलीले भन्नुभयो र आफ्ना झोलेलाई त्यो सन्देश पुर्याउनु भयो। हामी कसैको झोले होइनौँ। हामी यो देशका सार्वभौम सत्ता मूल्यका नागरिक हुन चाहन्छौँ। हामी झोले हुन चाहन्नौँ। त्यसैले आज तपाईँ राजतन्त्र आउनै पर्छ, यो गणतन्त्र फाल्नै पर्छ भन्ने हो। राजतन्त्र आउँछ, गणतन्त्र चाहन्छ। राजतन्त्र आउनुपर्छ, गणतन्त्र फाल्नुपर्छ। के आधारमा आउनुपर्छ? के हुन्छ राजतन्त्र आयो भने नेपाली जनताले के कस्ता परिवर्तन पाउनेछन् राजतन्त्र आएपछि? यो कुरा प्रसङ्ग कैयौँ मिडियाहरूले पनि जनता समक्ष तपाईँको सार्वजनिक गरिसकेका छन्। र किन आउनुपर्छ भने नेपालको सुशासनका लागि आउनुपर्छ, नेपालको समृद्धिका लागि आउनुपर्छ, नेपालको विकासका लागि आउनुपर्छ। नेपाली जनताले आफूले चाहेको व्यवस्थामा रमाउन पाउनुपर्छ। आज हिजो अस्ति मात्रै 50 लाख प्रतिदिनको समाचार तपाईहरूले होइन, अहिले त विकास आएको छ भनेका छन्। हिजो मोबाइल चलाउन नपाउनेहरूले आज मोबाइल चलाउन पायो भनेका छन् एमालेका नेताहरूले। यो हास्यास्पद कुरा नगर्नुहोस्। किन नगर्नु? यो हास्यास्पद कुरा हो। मोबाइल नचलाउने मोबाइल चलाउनु पायो। हिजो वाइफाई थिएन, आज घर घरमा वाइफाई छ भनेका छन्। गणतन्त्र आएपछि हो रे यो। कहिले पनि जन्मेको द चाइल्ड इज फादर अफ द म्यान। बच्चा ठुलो हुँदै जान्छ। सानो आज रोपेको बिरुवा भोलि फुल्दै जान्छ। अनि मैले मोबाइल ल्याएँ भन्छ, भोलि कसैले अर्को ल्यायो भने के हुन्छ? यो त प्रक्रिया हो, निरन्तर यो डेभलपमेन्ट। अब गति के हो भन्ने हो? गति छिटो हुन्छ र गति ढिलो हुन्छ। तर यो निश्चित पनि आज जस्तो भोलि नेपाल हुँदैन। पर्सि फरक हुन्छ। यस्ता खालका यो वाहियात कुराहरू लाएर नेपाली जनताका अगाडि यो विकास भयो, मोबाइल बनाए, के बनाए, सडक गाडीमा हिँड्न पाएका, जुम्ला बाटो पुगेको छ, नचाहिने कुराहरू। मलाई अचम्म के लाग्छ भन्दा सायद लाग्छ नेपाल 2044 सालमा विश्व समृद्धिको 60वटा इन्डिकेटर पार गरेको। हजुर मिडिया खोल्दै हेर्नुहोस्, 60वटा इन्डिकेटर पास नेपालले गरेको छ। जसको चलन्त उडान दिन्छु भन्छ के भन्दा अहिले जुम्ला जस्तो क्षेत्रमा आज सडक बाटो गयो भन्छ। त्यो सडक बाटोको शिलान्यास हुँदा आजको प्रधानमन्त्रीको माता गर्भिणी हुनुभएको थिएन। अनि त्यो मान्छेले जुम्लामा सडक पुर्यायो भन्दैछ। एकजना मेरो दैनिकको माननीयज्यूले के भन्नुभयो भन्दा मध्य पहाडी लोकमार्गलाई मैले यहाँबाट ल्याएको भन्छ।
2044 सालमा उहाँ 5 वर्षको हुनुहुन्थ्यो अनि अर्कोले के भन्छ भने शेरबहादुर देउबाले तपाईँको त्यो राणा शासनमा बोल्न नपाएर जिब्रोमा करेन्ट लाग्यो भन्छ। अब 2007 सालमा उसको जन्म कहिले भएको तपाईँ शेरबहादुर देउबाको जो आमाको घरमा बुढ्नै भएको छ नि उसको जिउमा करेन्ट कसरी लाग्यो। यसरी जनतालाई यो वैयात कुराहरू गर्दै भरम फालिएको छ। यो तपाईँको राज संस्था हेरौँ न, विद्यालयको कलेजको क्याम्पसको कुनै पनि होलिङ बोर्डमा हेरौँ त्यो संस्था कहिले स्थापना भएको छ। मानुस् न गोर्खा रबर उद्योग कहिले स्थापना भएको छ। जनकपुर चुरोट कारखाना कहिले उत्पादन भएको छ। तपाईँको यस्ता वैयात कुराहरू गरेर जनतामा भरम फालिएको छ। यो भरमको पट्टीलाई अब खोल्नुपर्छ। अब हामी बोल्नुपर्छ गणतन्त्र अन्त्य गर्नका लागि र जनतालाई सही सूचना सम्प्रेषण गर्नका लागि आज हामी तयार भएका छौँ। अब हामी निश्चित पनि तत्काल अब गणतन्त्रका अब मलामी हामी सुरु भएका छौँ। गणतन्त्रका मलामीका लागि आज हामी र अन्त्यमा आज काठमाडौँ एमालेको कब्जा हुँदैछ प्रधानमन्त्रीले भन्नुभएको छ। के लाग्छ तपाईँलाई? यो कसैका बाउको वीरता होइन, न त केपीका बाउको न त एमालेका झोला बोकेकाहरूको। यो वीरता त नेपाली जनता हो जसले 2224 राज्यलाई एकीकरण गरेर नेपाललाई एक सूत्रमा बाँधेर। त्यसो भए आज काठमाडौँ राजावादीको कब्जामा हुन्छ? कब्जामा छ, स्वतन्त्र छ। हामी कब्जामा, हाम्रो कब्जामा छ किनकि हामी स्वतन्त्र रूपबाट आफ्नो बाहुबलबाट स्थापित छौँ। न कसैका झोलेका भरमा छौँ, न कसैको झन्डाको भरमा छौँ, न बन्दुकको भरमा छौँ, न कसैको संयन्त्रको भरमा छौँ। स्वस्फूर्त रूपबाट। र आजको यो कुनै अप्रिय घटना घट्यो भने त्यसको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्छ ज्ञानेन्द्र शाहीले भन्नुभएको छ। एकदमै यो देशको प्रधानमन्त्रीको नालायक पात्र बाहेक बाँकीले जिम्मा लिनुपर्छ। त्यसो भए आज जति धरपकड या कोही घाइते भयो भने त्यसको जिम्मेवारी राज्यले लग्नुपर्छ। राज्यले लग्नुपर्छ। हामीसँग के छ? एक मुठी रगत र साहस बोकेर। अनि जेठ 15 को जस्तो रक्सी चोर्ने चोर्ने त हुँदैन नि आज? होइन, त्यो झोलेहरूले गर्छन्। राजावादीहरूलाई नैतिक पतित गराउन तपाईँको गलत समाचार सम्प्रेषण गर्नका लागि हाम्रो समूहमा हामी भित्रै आएर उहाँहरूले ढुङ्गामुढा गर्नुहुन्छ, हामी भित्रै बसेर उहाँहरूले रक्सी चोर्नुहुन्छ। यो निश्चित छ। त्यसो भए आज तपाईँहरू गणतन्त्र फाल्नको लागि राजतन्त्र स्थापना गर्नको लागि तयार हुनुहुन्छ? गणतन्त्रका 1, 2, 3 हामी मलामी हौँ। कति दिनसम्म चल्छ त यो हाम्रो यो जुन सङ्घर्ष जति पनि चल्न सक्यो जबसम्म नेपालमा राज संस्था स्थापना गर्न सक्दैनौँ त्यतिन्जेलसम्मलाई। त्यसो भए आज यो जनआन्दोलन अघोषित लगभग निश्चितकालीन भनेको छ। आज गरेर भोलि चाहिँ तपाईँहरू भाग्ने हो कि कहिले? किन भाग्छौँ? हामी भित्रको विश्वास, हामी भित्रको साहस, हामी भित्रको इमान्दारिता कहिल्यै भाग्दैन। हस् त, धन्यवाद।